रक्षु सर्वदा। महानीलमेघातिभाव्यं सुहासं शिवब्रह्मदेवादिभिः सस्तुतं च रमामन्दिरं देवनन्दापदाहं भजे राधिकावल्लभं कृष्णचन्द्रम्। रसं वेदान्तवेद्यं दुरापं सुगम्यं तदीयादिभिर्दानवग्नं चलत्कुण्डलं सोमवंशप्रदीपं भजे राधिकावल्लभं कृष्णचन्द्रम्। यशोदादिसंलालितं पूर्णकामं दशोरजनं प्राकृतस्थस्वरूपं दिनान्ते समायान्तमेकान्तभक्ते भजे राधिकावल्लभं कृष्णचन्द्रम्। कृपादृष्टिसम्पातसिक्तस्वकुञ्जं तदन्तस्थितस्वीयसम्यग्दशादं पुनस्तत्र तैस्यत्कृतैकान्तलीलं भजे राधिकावल्लभं कृष्णचन्द्रम्। गृहे गोपिकाभिर्धुते चौर्यकाले तदश्नौ। हरे राम हरे कृष्ण हरे राम हरि हरि हरे राम हरे कृष्ण हरे राम हरि हरि। एक दिन त जाने हो संसार छोडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि। पिंजरा तोडेर पंछी उडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि। एक दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन र सम्पत्ति घरमै झोलामा बासाको टोलामा लान्छन् खोलामा बासाको टोलामा लान्छन् खोलामा। भर नपर जान्छ पंछी उडेर गुडा छोडेर। भर नपर जान्छ पंछी उडेर गुडा छोडेर। उमा महेश्वरको पूजा अनि त्यसपछि गएर लक्ष्मीको पूजा गरेर लक्षदीप दानादि कर्म हामीले हिजो सम्पन्न गरिसकेका छौँ। र राधे कृष्ण 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 राधे 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 श्याम 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 राधे राधे यो महामन्त्रद्वारा विधिवत रूपबाट हामीले हिजो भजन कीर्तन पनि गर्यौँ। र यी सम्पूर्ण पुण्यहरू आमा कृष्ण कुमारीको यो 84 को परिपूर्णताको निमित्तमा र हजुरहरूको सकल पितृहरूको उद्धारको निमित्तमा हामी बाँचेका सम्पूर्ण दाजुभाइ इष्टमित्र परिवार जति पनि हुनुहुन्छ उहाँहरूको सन्तानमा स्वास्थ्यमा दाम्पत्यमा अनि त्यसपछि गएर परिवारमा स्वदेशमा विदेशमा सर्वत्र लाभ होस् र आमाको जीवन मङ्गलमय बनोस्।
जानेर गरेका नजानेर गरेका जान्दा जान्दै बाध्यतामा परेर गरेका सम्पूर्ण दोषहरू नष्ट भएर अब पुण्यको उदय भएर जसरी पूर्ण चन्द्रमाको पूजा गरेर हामीले अर्घ दिएर हामीले पूर्णत्व प्राप्ति गऱ्यौँ त्यस्तै हाम्रो जीवन पनि पूर्णता होस्, अपूर्णता कहीँ कतैबाट नहोस् भनेर हामीले यो 84 कर्म गरिरहेका छौँ। अब यो श्रीमद् भागवतको छोटो मैले विषयवस्तु यहाँ हजुरहरूलाई व्यक्त गर्न चाहन्छु र समयको पाबन्दीलाई पनि हामीले ख्याल गर्नुपर्ने हुनाले समयलाई पनि ख्याल गरेर हामी अगाडि बढ्नेछौँ। यो श्रीमद् भागवत के हो त? भगवान श्री हरिका गुणानुवादहरूले, कीर्तनहरूले, मन्त्रहरूले, भगवानका भक्तहरूले परिष्कृत भएको यो श्रीमद् भागवत नाम हो। निगम कल्प तरोर गलितम फलम सुखमुखात अमृत द्रव संयुतम पिबत भागवतम रसमालयम मोहरहो रसिका भुइभावुका। वेद रूपी कल्प वृक्षको या वेद रूपी कल्प वृक्षबाट पाकेको फल हो भागवत। सम्पूर्ण शास्त्रहरूको सार हो भागवत। जनानाम उपकारार्थम, जनहरूको कल्याणको निमित्त सुखदेवबाट प्रस्फुटन भइएको 7 दिनका दिन तक्षक नाम गरेका नागराजाबाट श्राप भइसकेपछि मोक्षको निमित्त परीक्षित नाम गरेका महाराजले गर्नुभएको यो दिव्य अमृतमय रस हो भागवत। धुन्धुकारीलाई उद्धार गर्नको निमित्त गोकर्णद्वारा भनिएको ज्ञान भक्ति वैराग्यको उद्धारको निमित्त सनक सनन्दन सनातन सन्त कुमारले भनिएको र यो जीवन जगतमा जन्मेर हजुरहरूले यो उमेरमा आउँदासम्म धेरै घर गाउँ टोल छिमेकमा पितृको उद्धार कल्याणको निमित्त गाइएको हो यो भागवत। भगवान श्री हरिका भक्तले परिपूर्ण भएको यो अमृत रूपी कल्प वृक्ष हो भागवत। भागवत के हो त? वेदलाई पनि मूल मान्न पर्ने, भागवतलाई किन मूल मानियो त भनेर शङ्का भयो। वेद पनि महत्त्वपूर्ण हो, अति अत्यन्तै सम्पूर्ण शास्त्रको सार हो। वेद मूल हो भने भागवत भनेको फल हो। वृक्ष नभइकन फल बन्दैन, तर हामीले वृक्ष खाइँदैन, फल खाइन्छ। त्यस्तै किसिमबाट दुध दहीबाट निस्केको सार घिउ हो भागवत। निगम कल्प तरोर गलितम फलम सुखमुखात अमृत द्रव संयुतम। अमृत फाल्ने कुरो केही पनि नभएको, बोक्रा कोया छोक्रा केही पनि नभएको रसले भरिपूर्ण भएको यो भागवत। श्री कृष्ण परमात्मा जब यो संसार सागरबाट छोडेर स्वधाम जाने बेला भयो त्यतिखेर चाहिँ उद्धव नाम गरेका भगवानका भक्तले सोध्नुभयो, प्रभु अब यो संसार सागरमा हजुरले लीला गरेर संसार छोडेर जाने बेला भयो त्यतिखेर उहाँ रुँदै भन्नुभयो, हे प्रभु अब यो संसारको रक्षा कसले गर्छ? संसारमा ज्ञान भक्ति वैराग्यको उदय कसले गराउँछ? पुण्य कर्म कसले गराउँछ? हजुर गइसकेपछि त हामी त पीडामा पर्यौँ नि प्रभु भनेपछि भक्तको भावनालाई परिपूर्ण गर्नको निमित्त भगवान श्री कृष्णले वचन दिनुभयो, हे बाबु अब म संसार सागरमा पूर्ण कलाले छोडेर गोलोकधाम गए तापनि मैले मेरा सम्पूर्ण शक्तिहरू जति मैले भागवतमा राखिदिनेछु र यो भागवतलाई केवल पाठ गर्ने त्यसपछि गएर पूजा गर्ने मात्रै होइन, त्यो त गर्नै पर्छ, तर यसलाई चाहिँ स्वयं म हुँ भनेर जान। भगवान श्री हरिले स्वयं साक्षात आफ्नो स्वरूप भागवतमा विराजमान गरिदिनु हो। जसका घरमा भागवतहरू लगाइन्छ, व्रतबन्ध यज्ञ यज्ञादिहरू 84 पूजा आदिहरूमा भागवत लगाइन्छ भने त्यो भागवतको पुण्य प्रभावले जसले लगाएको हो ऊ मूल कर्ता सहित सम्पूर्ण सकल परिवारको कल्याण हुन्छ। कल्याण कहिलेसम्म त हुन्छ भन्दा आजन्म, जबसम्म जन्म भयो तबसम्म, जबसम्म मृत्यु हुन्न त्यति बेलासम्म पनि कल्याण हुन्छ। मृत्यु पश्चात पुनर्जन्मको निमित्तमा इहलोके भुक्ति परलोके मुक्ति, यो लोकमा भुक्ति प्राप्ति आनन्द प्राप्ति गरेर यो संसार छोडेर गए पनि मुक्ति प्राप्ति गराउन यो भागवतको काम हुन्छ। आज पण्डितजीहरूले पढेर टिको लाएर घर गइसकेपछि भेयो नभन्नु होला, यो यहाँबाट सुरु भइरह्यो। जीवन जगत हामी रहँदासम्म यो संसार छोडेर गएपछि पनि यो भागवतको तत्त्वले काम गर्छ। जस्तै हजुरका बुवा हजुरबाहरूले घर बनाइदिनु भयो, रुखहरू रोपिदिनु भयो, उहाँहरूले खानुभयो, तर उहाँहरू गइसकेपछि पनि हजुरका छोराछोरीहरूले हजुरहरूले खानु भएको छ।
यो घर यो जमिन यो व्यवस्था हजुरका बुवाहरूले बनाइदिनु भयो। उहाँहरू गए पनि हजुरहरूले भोग गर्नुभएको छ। हजुरहरू गइसकेपछि हजुरका नातिहरूले पनि भोग गर्नु भएको छ, गर्नु हुनेछ। त्यस्तै हामीले गरेको यो पुण्यले दिग दिगान्तरसम्म पुण्य उदय हुन्छ। भगवानका बाणीहरू प्रस्फुटित भएको यो भागवत गीता विष्णु सहस्रनाम, यो भगवानको बाणी भनेको भागवत मात्र होइन, गीता विष्णु सहस्रनाम पनि हो, चण्डी पनि हो, वेद पनि हो, जप पाठ पाठ सबै भागवतमय हो। त्यस कारणले गर्दा यो सुन्नी र जसको निमित्त गाइयो भने पितृको पनि उद्धार हुन्छ, हाम्रो पनि कल्याण हुन्छ। त्यस कारणले गर्दा भगवान श्रीकृष्णले आफ्नो सम्पूर्ण स्वरूप नै भागवतमा राखेको हुनाले अब भागवत केवल पुस्तक भएन, भगवान नै हुनुभयो। त्यस कारणले गर्दा त्यो भगवान स्वरूप भागवतलाई नमस्कार गरेर एउटा मन्त्र बनाऊ। ओम मनोरथ मदीयोऽयं सफल सर्वथा त्वया निर्विघ्ने नैव कर्तव्यो दासोऽहं तव केशव। संसार सागरे मग्नं दीनं मां करुणानिधे कर्म मोह गृहीतांगं माम उद्धर भवानवाद। श्रीमद् भागवताख्योऽयं भागवत आख्यान अयं भागवताख्योऽयं प्रत्यक्ष कृष्ण एव हि स्वीकृतोऽसि मया नाथ मुक्त्यार्थम भवसागरे। आँखा बन्द गर्नु। हे परमात्मा प्रभु, जन्मेर यो उमेरसम्म आयो, कति राम्रा कर्म गरियो, कति नराम्रा कर्म गरियो, कति जानेर गरियो, कति नजानेर गरियो, कति बाध्यतामा परेर गरियो। राम्रा कर्म नराम्रा कर्म सुख दुःख भोग्दै भोग्दै यो उमेरमा आइयो। आज कृष्ण कुमारी आमाको 84मा हामीले सम्पूर्ण ब्राह्मणहरूलाई बोलाएर यी आदि विधि विधानसित पाठ पाठशील 84 कर्म गरिरहेका छौँ। परमात्मा, यो कर्मको प्रभावले आमाको सहित हामी सकल परिवारको कल्याण होस् र हाम्रा जगतमा कर्म गरेर जानुभएका पितृको पनि उद्धार होस्। हामीले भागवत आदि पुराणको प्रभावबाट हजुरलाई नमस्कार गर्दछौँ भनेर ध्यानबाट भगवानलाई सम्झना गर्नु। हे विष्णु करुणानिधे हर घडी लक्ष्मी सगाई मालिन्या, हे विश्वम्बर हरि हे नरहरि हे भक्तिले देखिन्या, हे राधापति रुक्मिणी पति प्रभो हे जानकी का पति, हाम्रा दुःख सबै हटाइदिनुहोस् हाम्रा उपर छन् जति। हे देवी दुःख नाशिनी भगवती हे विष्णु माया रमा, हे नारायणी शारदे गिरिसुते दृष्टि दिनुहोस् हामीमा। हे दुर्गे सब देवता की जननी हे आद्य शक्ति माता, पाउ पर्छौँ हामीलाई सिद्धि दिनुहोस् सेवक हौँ जाउँ कता। शोभा कान्तिमती धृति पनि हजुर विद्या र सिद्धि जति, सन्ध्या रात्रि दया क्षमा जगतमा कान्ति उन्या फेर अति। हे मातर जगदम्बिके इज्जति छन् तिम्रा विभूति भनी, जानी ज्ञानीहरू चरण कमलमा धर्छन् सदा शिर पनि। बन्धनमा गिरदार मोह पर्दा धनपुट नाशमा पनि, रोको जो रहँदा ठुलो भय हुँदा कल्याण मिलोस् लौ भनी। जसले पूजन गर्छ भक्ति रसले तन मन हजुरमा धरी, उसमाथि करुणा गरी सुख दिने सब दुख मनैको हरि। उसमाथि करुणा गरी सुख दिने सब दुख मनैको हरि। उसमाथि करुणा गरी सुख दिने सब दुख मनैको हरि। कृष्णाय वासुदेवाय हरये परमात्मने, प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। ओम हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। ल अब भगवान श्री हरिको असीम कृपा यो परिवारलाई हुनेछ र अब गुरुहरूबाट विधि विधान स्वाहा। ओम संविधान स्वाहा
करो त्वन्नम पयो रेतो अस्मा सुधत्त घन्टी बजाउनुस्। ओम श्री यज्ञ मण्डपस्थ आवाहित थापित पूजित सर्वाभ्यो देवीभ्यो देवेभ्यो दीपम विसर युवराज सीता देवी सहित सर्वे परिवार वयम आयु आरोग्य ऐश्वर्य विजय हर्ष उल्लास प्राप्त्यर्थम दुःख कष्ट पीरमरका बाधा निवारण पूर्वक सकल काम सिद्धि हेतु पौत्र कुशल पौत्र वधु पूजा चण्डी लेख कुमारी लुम्पर्सद भावना झब कुमारी यता गोता दुर्गा नूर प्रसाद छविलाल विक्रम वैभवी मनिषा ज्ञानधरा बल्ली तुलसा यता नामनि देव्यहम अहम शुद्ध स्मृति पणत फल प्राप्त्यर्थम एत जन्म पूर्व जन्म कृत कायिक बाचिक मानसिक सांसारिक ज्ञाता ज्ञाता अदृश्य स्पर्शन अवज्य भोजन अगम्य गमनादि ब्रह्म अत्यंत सकल निंद कर्म जन्य दोष उपशान्तये या लोके परिवार आदि सहित सुख लाभ पूर्वकम परत्र विष्णु लोकवाप्ति द्वारा मोक्ष लाभार्थं च सहस्र चन्द्र दर्शन वर्तोद्यापन रूपेण चतुर सिद्धि प्रतिमासु चतुर सिद्धि सिद्धादि पूजनम सूर्यस्य अरमा दर्शनामाभि सप्तावृत्त्या वृत्त्या पूजनम रोहिणादि अष्टविंश स्नानम वृत्त्या पूजनम तामिश्राद्यष्टासम सर्वेषां अविरोधेन पूजा कर्म समारभे हामीले गरेका पूजा सबै किसिमबाट राम्रा हुन् भनी बसरी गरे पनि हुन्छ अहिले ओम इन्द्राय नमः ओम पूर्णमाय नमः सरपियामी यसो वरिपरि त रेखाहरू छन् उसको टुक्रो लिएर सबै परिवारले यहाँ भएको परिवारको विश्वे देवास इहमा दयन्तामो करोमि कुर्म तावत्तं सुस्थिरां सुप्रसन्ना भवन्तु वरदा भवन्तु इह यावत् पूजां करोमि तावत् यूयम सुस्थिरा सुप्रसन्ना वरदा भवन्तु तथा तत् अंगतयाहरू एक महिनामा एउटा मात्र पूर्ण चन्द्रमा हुन्छ त्यस्तै एक वर्षमा 12वटा हुन्छ त्यस्तै 84 वर्षमा बल्ल 1008 चन्द्रमा पुरा हुन्छ एकचोटि एक वर्षभरिका सूर्यले वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फागुन चैत गरेर 12वटा पूर्णिमा सहितको सूर्यले एकचोटि परिक्रमा गर्दा बल्ल एउटा सिद्धको पूजा हुन्छ भने त्यस्तै किसिमबाट 84 वर्ष पुगेपछि बल्ल 84वटा सिद्धको पूजा हुन्छ। हे भगवान हामीले पनि आमाको गरियो आमालाई कल्याण होस् हामीले पनि गर्न पाइयोस्। हे सिद्धहरू अब हजुरहरूले हामीले आशीर्वाद दिनुहोस् हजुरहरू यथा भागमा आएर आनन्दले बस्नुहोस् अब हामीले पूजा सुरु गर्दछौँ भनेर अब एउटा राम्रो टपरिया दुनामा पूजा सुरु गर्नु सबै हो त कलश माथि राखिदिनु कलश थाली माथि राखिदिनु र नमस्कार गरेर आउनु त्यही थाल जति अड्छ माथि हो एक नम्बर हो त्यही खसरी केही भएन पछि दिने बेला सबै ब्राह्मणलाई दिने हो नमस्कार गर्नु हजुरले बल्ल एउटा नाम कुर्म तावत्तं सुस्थिरां सुप्रसन्ना भवन्तु वरदा भवन्तु आवाहनम आसनम पाद्यम अर्घ्यम आचमनिम पुनराचमनिम गन्धासत पुष्पादिवि समर्पयामि। त पञ्चामृत सबै कुनै पनि वस्तु नछुटाउनुस् है पञ्चामृत उसमा टोपेर ल ओम भन्नु ल अब 20 को नोट ल आमालाई छुनु एक भद्रायै नमः ओम रौरव नाम नरकाय नमः ओम क्लीम ओम सिद्ध सुखाय नमः परिवाराय नमः। ल ठक्क राख्नुहोस् नातिनुहोस् है 84 हुनुपर्छ यत्रो गर्ने यति रौरव नाम नरकाय नमः ओम श्री ब्राह्मी देव्यै नमः विवस्वते नमः ओम तुष्याय नमः ओम कुम्भिपाक नाम नरकाय नमः फाल्गुन्यै नमः ओम श्री शुकर मुख नाम नरकाय नमः ओम गुणी नक्षत्र फाल्गुन्यै नमः ओम श्री पर्जन्याय नमः ओम चित्रायै नमः ओम सन्दंस नाम नरकाय नमः ओम रम रक्त दंतिकायै नमः ओम पवनाय नमः तप्त सूर्मी नाम नरकाय नमः ओम श्री सम साकम भर्यै नमः ओम कुबेराय नमः भो भगवान परमात्मा तीर्थ सिद्ध परिवार या गच्छन्तु यतिष्ठन्तु यावत् पूजां कुर्म तावत्तं सुस्थिरां दिनुहोस् ल 15 नम्बरको दिनु पर्यो 15 दियो
ओम ध्रुवाय नमः भगवान परमात्मा प्रभु चन्द्रसिद्ध परिवाराय नमः उहाँहरूमा अनि चौत्रको जल छर्किरहनु मैले मन्त्र बनाउँदरी है हल्का छर्किरहनु ती प्रतिमाहरूमा ओम ओम जपेर पुरो बुझ्न छर्किनु हल्का फुल अहिले जल मात्रै हरि ओम समुद्र सेत्वा बगयाग्रे परिव्रयामसि पावको अस्मभ्यगो शिवो भव हिमस्यता जरायुराग्ने पावको अस्मभ्यगो शिवो भव नमस्ते हर वै नमः ओम वासुदेवाय नमः ओम ब्रह्मणे नमः गन्धाक्षत पुष्पादिभि समर्पयामि अब आग्नेय घोट्टा होइन उतापट्टि उता भित्रै ओम अग्ने नमः ओम ज्ञानाय नमः ओम सनन्दनाय नमः ओम गन्धाक्षत पुष्पसिद्धै नमः समस्तेभ्यो नमः नमः ओम इंद्राय नमः ओम अग्नये नमः ओम यमाय नमः ओम निरताय नमः ओम बहुडाय नमः वायवे नमः ओम दुर्वादि अष्टवसुभ्यो नमः केभ्यो नमः ओम नित बहुड मध्ये ओम भूतनागेभ्यो नमः ब्रह्मा विष्णु महेश्वरा ऋषयः ऋग्यजुः सामानि छन्दानि छन्दांसि जगत सृष्टिः प्राणशक्तिर्देवता आम बीजम ह्रीम शक्ति क्रीम तिलकम प्राण प्रतिष्ठापने विनियोगः जल भैमा छोडिदिनुहोस् श्रे देवास इहमा दयन्तामोच असे देवत्वम संज्ञायै नमः ओम असे प्राण प्रतिष्ठन्तु असे प्राण चरन्तु च असे देवत्व मर्च मानवसी कच्चन ओम आम ह्रीम क्रीम यम रम लम बम सम 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 हंसः सोहम प्राणा इह प्राणा ओम आम ह्रीम क्रीम यम रम लम बम सम 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 हंसः जीव इह स्थितः इति ओम तत एकादशेन्द्रिय न्यासं च चन्द्र हरि प्रतिमायां लक्ष्मण भगवान ब्रह्म सावित्री उमा महेश्वरादि प्रतिमायां एव कुर्यात् अनेन मन्त्रेण ओम आम ह्रीम क्रीम यम रम लम बम सम 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 हंसः चन्द्र हरे सर्वेन्द्रियाणि वाङ् मन त्वक् चक्षुः तिष्ठन्तु यावत् पूजां करोमि तावत् त्वं यूयं सुस्थिरा प्रसन्ना वरदा भवन्तु सकल परिवार सहित सांग सशक्ति सहित भगवान रोहिणी सहित चन्द्रहर त्यसपछि गएर ब्रह्म सावित्री तथा लक्ष्मी नारायण उमा महेश्वरादि समस्त देवी देवाः सर्वेन्द्रियाणि वाङ् मन त्वक् चक्षु जीवा घाड पाद पाडी उपस्थानी सहित सकल शक्ति परिवार सहित या गच्छन्तु या तिष्ठन्तु यावत् पूजां कुर्म तावत् त्वं सुस्थिरा हुन्तु सुप्रसन्ना भवन्तु वरदा भवन्तु ओम तत पूर्ण कला सहितस्य चन्द्र हरे आवाहनं तथा अन्य ब्रह्म सावित्री लक्ष्मीनारायण उमा महेश्वरादि आवाहनं तथा ध्यानं फुल्ले हात जोड्नु ओम या गच्छ या तिष्ठ ओम इमं देवा असपत्नगो शुभद्वं महते छत्राय महते दृष्टयाय महते जान राजेन्द्र चन्द्रियाय इमममुष्य पुत्रममुषै पुत्रमसै विशेष भूमिराज सोस्माकं ब्रह्मणागो राजा ध्येयं सदा सवृत्ति मण्डल मध्यवर्ती नारायण सरसिजासन सन्निविष्ट केयूर बाण मकर कुण्डल बाण किरीटी हरि हिरणमय बपु धृत शङ्ख चक्र शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगन सदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं वामाङ्के च विभाति भूधरसुता देवः पगा मस्तके भाले बाल विदु गले च गरलं यस्योरसि व्यालराड सोऽयम्भूति विभूषण सुरवर सर्वाधिप सर्वदा सर्व सर्वगत शिव सस्निभं श्री शङ्कर पातु माम् त्यहाँ तो चन्द्रमा सहित मुख्य देवता चन्द्रमा भागवत थाल्ला जुनुस् ओम चन्द्रमा मनसः इत्यादि मन्त्रेभ्यो नमः इति मन्त्रेण न्यासं कुर्यात् चन्द्र हरे पुष्पादिना स्वदेहे तर्जना दिना स्पृष्टन् ओम मन्नुस् क्षीरपुत्राय हृदयाय नमः आफ्नो हृदयमा छुनुस् आमाको हृदयमा पनि छोइदिनुस्
ल अर्को फेरि त्यही छोड्नुहोस् ओम अमृत तत्त्वाय नमः शिखाय बस टुप्पीमा छोइदिनुहोस् ओम प्रचोदयात् अस्त्राय फट अनि त्यसपछि यसरी शरीरलाई घुमाएर पेट पारिदिनुहोस् अनि यस्तो तल पर पृष्ठाभ्याम नमः हृदयाय नमः श्रीश्वेश्वर शिखाय बसेर कवचाय ओम नेत्राय बहुषट अस्त्राय फट फुल्ली हात जोड्नुहोस् समान हस्तम रोहिण्या सहितम स्मितम ब्रह्म सावित्री लक्ष्मीनारायण उमामय सहित ध्यानम सहित स्वागतम समर्पयामि भगवान हजुरलाई स्वागत गरियो जहाँ जुन अवस्थामा हुनुहुन्छ त्यहीबाट हाम्रो घरमा आएर हाम्रा कर्म पूर्ण गरिदिनुहोस् भन्नु स्वागतम भन्नु ल पाद्यम अब 1 नम्बर कपुरको जल सबैलाई त्यो फुल निकालिहाल्नु त्यसपछि गएर त्यो कचौजी ल्याउने त अब भक्तिलेश सम्पर्काद परमानन्द सम्भव तस्मै ते चणाब्जाय पाद्यम शुद्ध्याय कल्पते ओम श्री षोडशकलायुत रोहिणी सहित चन्द्रमसे नमः ब्रह्म सावित्रीभ्यां नमः उमामहेश्वराभ्यां नमः ह्राभ्यां नमः ओम पाद्यम समर्पयामि कल्पयाम्यहम् ओम श्री रोहिणी सहित षोडशकलात्मने नमः चन्द्रमसे नमः ब्रह्म सावित्री लक्ष्मी उमामहेश्वराभ्यां नमः अर्घ्यं समर्पयामि मने कल्पयामि वरं शुद्धं त्वयन्ते शुद्धे तवे ओम श्री रोहिणी सहित षोडशकलात्मने हाँस खेला निराश रङ्गमा जीवन बिति गयो हाँस खेला निराश रङ्गमा जीवन बिति गयो दुःख परेपछि बल्ल भगवान बोध भयो पर्छौं तिम्रै शरण शङ्कर भगवान 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 पर्छौं तिम्रै शरण शरण शङ्कर भगवान पर्छौं तिम्रै 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 शरण शरण नजानेर कहिले भगवान का छन् भन्थे नजानेर कहिले व्यर्थै फाले समय खेर पछुताउँछु अहिले पर्छौं तिम्रै शरण शङ्कर भगवान 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 पर्छौं तिम्रै शरण शरण शङ्कर भगवान पर्छौं तिम्रै 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 शरण शरण जिन्दगीमा यताउता भौतारिँदै हिँड्ने जिन्दगीमा यताउता भौतारिँदै हिँड्ने ढिलाइ भइ नि बल्ल आज प्रभु तिमीलाई चिने पर्छौ तिम्रै शरण शङ्कर भगवान पर्छौं तिम्रै शरण शङ्कर भगवान
तिम्रै शरण शङ्कर भगवान पर्छौ तिम्रै शरण शरण शङ्कर भगवान पर्छौ तिम्रै 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 शरण शरण हे रूप तिम्रो थरी थरी नाम थरी थरी रूप तिम्रो थरी थरी नाम थरी थरी तिम्रै भजन कीर्तन गाउन सकु सधैँभरि पर्छौ तिम्रै शरण शङ्कर भगवान 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 पर्छौ तिम्रै शरण शरण शङ्कर भगवान पर्छौ तिम्रै 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 शरण शरण तीनै लोक चौधै भुवन तिम्रै पूजा हुने तीनै लोक चौधै भुवन तिम्रै पूजा हुने तिम्रै भक्ति भजन गाउँदै लाउला शिव धुनी पर्छौ तिम्रै शरण शङ्कर भगवान 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 पर्छौ तिम्रै शरण शरण शङ्कर भगवान पर्छौ तिम्रै शरण शङ्कर भगवान पर्छौ तिम्रै शरण शङ्कर भगवान पर्छौ तिम्रै शरण राम राम हरे हरे राधे कृष्ण 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 राधे 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 श्याम 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 राधे राधे भगवान लक्ष्मी नारायण चतुर्दिव ओम नमो भगवते तुभ्यं वासुदेवाय धीमहि परद्युम्नाय अनिरुद्धाय नमः शङ्कर्षणाय च आश्रित गणेश सहित गण देवता सहित मास देवी सहित मास देवता सहित सर्वाङ्गम पूजयामि तुलसी पत्र आउदिनुहोस् तुलसी हेम रूपां च रत्न रूपां च मञ्जरीं मोक्ष प्रदां देवी तुभ्यं अर्पयामि हरि प्रियां लभूषण सुरवर सर्वाधिप सर्वदा सर्व सर्वगत शिव सस्निभं श्री शङ्कर पातु माम् ओम श्री उमा महेश्वराभ्यां नमः ओम श्री उमा महेश्वराभ्यां नमः त्यही जनाउनु छ भाइ आज रौद्री संहारे चापि यस्य जगदिदमखिलं कीडनं या पराख्या पश्यन्ति मध्यमातो तदनु भगवती वैखरी वर्णरूपा शास्मदवाचं प्रसन्न विधि हरिगिरिसा राधितालङ्करोतु ओम अहं रुद्रे वीर वसुभिश्चरामि अमादित्यरुत विश्व ते वै अहं मित्रवण भुवौ विवर्म्य अहम् इन्द्राग्नि अहमश्ना वौ अहं सोमं तुष्टारं पूषणं भगं ददाम्यहम् ओम नमो देव्यै महादेव्यै शिवाय सतम नमः प्रकृते भद्रायै नियतापणता स्वताम् ओम हिरण्यवर्णं हरिणीं सुवर्णरत सृजां चन्द्रां हिरण्मयीं लक्ष्मीं जातवेदो महावः विश्वेश्वरी त्वं परिपासि विश्वं विश्वात्मिका धारयसीति विश्वं विश्वेश वन्द्या भवति भवन्ति विश्वाश्रयायै त्वयि भक्ति नम्रा
सर्वस्वरूपे सर्वेशे सर्वशक्ति समन्विते भव्ये त्रायणो देवी दुर्गे देवी नमस्तुते निद्रा देवी नमस्तुते या देवी सर्वभूतेषु निद्रा रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। एउटा ध्वजा 105 दक्षिणा फलफुल टाल्नु योजितं मया दीपम गृहाण देवेश त्रैलोक्यम आमा पुरै आता दिन त्रैलोक्यम तिमिरापहम दीपम दर्शयाम। ओम श्री रोहिणी सहित षोडशकलायुक्त चन्द्रमा ब्रह्म सावित्री उमा महेश्वर लक्ष्मण सहित सकल देवताभ्यो धूपम धूपान्ते दीपम दर्शयाम। तत हस्त उपचार हात धोएर नाना प्रकारका राम्रा नैवेद्य लाउनुहोस्। ल गिरिहाण सुमुखो भूत प्रसिद्ध परमेश्वर ओम प्राणाय स्व अपानाय स्व व्यानाय स्व समानाय स्व उदराय स्वाहा। ओम तत्पुरुषेण हविगा देवा जगमतन्वत वसन्तो स्यासी दाज्यं ग्रीक्म इद्म शरदभि। प्रभु प्रेमले यो भोग लगायौं हजुरको हजुरमै अर्पण गरायौं। अब जिउनार आशा उमारी कृपा गर्नुहोस् हे भावका पुजारी। सगल समेत नैवेद्यम षोडश सहित रोहिणी सहित षोडश कलात्मने नमः चन्द्रमसे नमः ब्रह्म सावित्री उमा महेश्वर नाभ्यम सहितेभ्यो अर्पयामि। ल आरती पूजा त्यही बत्ती बाल्नुहोस्। अब देखाउनुहोस् हरि ओम शङ्ख घण्ट गाउनुहोस्। इदगो हवि प्रजाननम मे अस्तु दशभिरगु सर्वगणगु स्वस्थये आत्मशनि प्रजाशनि पशुशनि लोकसन्नवयशनि अग्निः प्रजां बहुलां मे करोत्वन्नं पयोरेतो अस्मासु दत्त। ओम उद्भयं तमसस्परि स्वः पश्यन्त उत्तरं देवं देवद्रा सूर्यमगन्म ज्योतिरुत्तमम्। ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे। प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार तरे। ओम जय जगदीश हरे ओम जय शिव शंकर शंभो जय गिरिजाधीश प्रभु जय गिरिजाधीश। जय जय करुणा सागर पशुपति जगदीश। ओम हर 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 महादेव। अरू घुम्न पर्दैन हजुर मात्रै यसो मण्ड घुराउनु त। तुमको निशा दिन ध्यावत मैयाजीको निशा दिन ध्यावत हरि ब्रह्मा शिवरी ओम जय अम्बे गौरी। प्रभु जय जगदीश हरे। तल राख्नुहोस्। अब यसो जल घुमाउनु आरतीमा। ओम इदं विष्णुर्विचक्रमे त्रेधानि दधे पदम् समूढमस्य पागु सुरेश्वाहं परमहत्यां व्यपोहतु त्वमेव सर्वं मम देव देव। नाना सुगन्धि पुष्पाणि ऋतुकाल भवानी च पुष्पाञ्जलि मया दत्त। गृहाण जगदीश्वरी जगदीश्वर मन्त्र पुष्पाञ्जलिं समर्पयामः। चढाउनुहोस्। सेवन्ते का बकुल चम्पक पाटलाब्जै पुण्य गजाधिकर वीरशाल पुष्पै बिल्व प्रबाल तुलसी दल मंजरी भी त्वं पूजयामि जगदीश्वरी में प्रसिद्ध स्वर में प्रसिद्ध। हरिहर भगवान को राधा कृष्ण भगवान को दिव्य 84 महा महोत्सव को सहस्र चंद्र दर्शन यज्ञ को समस्त कौलिनी गोत्रका कुलपितृहरूको समस्त नाग देवताहरूको वैदिक सत्य सनातन धर्मको दिव्य 84 महायज्ञको ल भजन कीर्तन मण्डलीहरूको पाठ पाठ आदि गुरुहरूको गणेश महाराजको सिद्ध योगिनीहरूको षोडश कलायुक्त भगवान चन्द्रमाको ब्रह्म सावित्रीको लक्ष्मी नारायणको उमा महेश्वरको दुर्गा भगवतीको यो त दुर्गा पछि नवरात्र हो नि। यो त थाहा छ तात ल त आरती उता पठाइदिनुस् कुनैसित उता ताप्नुहुन्छ। जय श्री राम। ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे।
Radhe
लक्ष्यवर्ती यज्ञको ल अब सबै कर्ताले हातमा जौतरको जल लिम त कृष्ण कुमारी सहित सर्वे परिवार वयम आफ्नो नाम परिवार सम्झनु मुख्य कर्ता कृष्ण कुमारी सहित सकल परिवार वयम कल्याणार्थम विशेषतया अध्यय चतुराशीति सहस्र चन्द्र दर्शन पश्चात करिष्यमाण दिव्य 84 पूजा कर्माङ गत्वेन यता यता कामना सिद्धि हेतु लक्ष्य दीप दान कर्म अहम करिष्ये पयम करिष्यामय प्रज्वले प्रज्वलामय बा ओ मनुष्य तत्सत श्री कृष्ण अर्पणमस्तु। ल अब जल भैमा छोडिदिएर त्यो बिचल कचौरीको बत्ती चाँदीको पाला बाल्न पर्यो। ओम श्री दीप नारायणाय नमः श्री कर्म साक्षिणे नमो नमः। ल त्यही राख्नुहोस् यसो त बत्तीलाई त्यस्तो अनि त्यस विष्णु भन्नु श्रीमद् भागवतो महापुरुषस्य विष्णुरागया पर्वतमानस्य अद्य सकल जगत सृष्टिकारिणो श्री ब्रह्मणो द्वितीय अपराधे श्रीश्वेत वराह कल्पे वैवस्वत मन्वन्तरे अष्टाविंशतमे सत्य त्रेता द्वापरान्ते कलौ कलियुगस्य प्रथम चरणे जम्बू द्वीपे भारतवर्षे भरतखण्डे आर्यावर्तन्तर्गते श्रीकृष्ण गण्डक्य निकटे आदिघर नद्या निकटे बद्री केदार गया काशी गंगोत्तरी यमुनोत्तरी गौरवकालिका अकला देवी सिद्ध बाबा छाङछादी केदारनाथ आदि सकल पुण्य भूमि धाम क्षेत्रीय विद्युत विभागे नेपाल राज्य अंतर्गत गण्डकी प्रदेश अंतर्गत सेङ्जा जिल्ला अंतर्गत वालिङ नगरपालिकाय 13 नम्बर शङ्क पिपल छाप स्वकीय गिरी आभ्यन्तरे गैरे परिवार भूमौ यह पुण्य भूमौ 60 मध्य सिद्धा रौद्र नामक संवत्सरे श्री सूर्य उत्तरायणे वसंत ऋतु मासन उत्तर मासे चैत्र मासे चैत्र शुक्ल पक्षांतर्गत चतुर्दशी उदय पूर्णिमा शुभ पुण्य बुधवार सरे उत्तर फाल्गुन नक्षत्र योगे लग्ने कर्णे मूर्ति प्रवृत्ति योगे कन्या राष्ट्रीय चंद्रमसी मिथुन राष्ट्रीय देवगुरु तथा मीन राष्ट्रीय श्री सूर्य अन्येषु भौमादि शेषेषु गणेशु यथार्थ स्थान स्थितेषु सत्सु एवं घर गुण गण विषण विशिष्टायम अध्यय कौणले मैत्राणे वासिष्ठ तीव्रहिता वयम कौणली गोत्रा वयम मूलकर्ता कौणली गोत्रा कृष्ण कुमारी नामी देव्यहम तथा पुत्र खेमप्रसाद पुत्रवधु भगिसरा कनिष्ठ पुत्र युगराज पुत्रवधु सीता देवी पौत्र कुशल पौत्रवधु पूजा तथा पौत्रा चंडी पत्नी कुमारी तथा लुम्ब प्रसाद पत्नी भावना झब कुमारी तथा पौत्री यथा गोत्रा दुर्गा तथा यथा गोत्रा मनीषा नूर प्रसाद वैभवी छविलाल विक्रम तथा कौणली गोत्रा ज्ञानधरा बल्ली तुलसा तथा सर्वे परिवार सोमनाथ भूपराज अनरुद्र हुमनाथ डोलराज नन्दलाल प्रेम टंक प्रसाद घनश्याम हेमराज नारायण यज्ञ डोलराज टीकाराम झमकला सूर्य अमृता सहित सर्वे परिवार वयम आयु आरोग्य ऐश्वर्य विजय हर्ष उल्लास प्राप्त्यर्थम विशेषतया कृष्ण कुमारी नाम्नी देव्यहम मम सपरिवारायाः समस्त जन्म बाल्य यौवन वार्धक्या वस्तु पार्जित कायिक वाचिक मानसिक सांसारिक पातकानां तथा भक्ष्य भक्षणा गम्य गमनादि पातकोपपातकानां तथा रजोवस्थायां
ज्ञानत वा भरमा लोभात कामल वा पति बन्धु परिवारम च वंश हेत्वा भाण्डा दुष्पर्शन दैव पैतृक कर्म पाक क्रिया लोप कीर्ति सयुत्पन्न बाल वैदव्य मृत पत्यपुत्रत्वादि सकल पाप क्षय पूर्वकम अखण्ड सौभाग्य प्राप्त्यर्थम इह लोके मानवोपभोग्य सुख सम्पद प्राप्त दीप पर्जन निवेशादि काल भाग समयुग सहस्र पर्यन्तम वैकुण्ठ धाम स्थित तथा च श्री विष्णु सान्निध्य प्राप्ति पूर्वकम अन्ते श्री विष्णु प्रीतिद्वारा लक्ष्य दीप दानोक्त समस्त फल शुभ फल प्राप्ति पूर्वकम श्री विष्णु साहित्य मोक्ष प्राप्त्यर्थम विशेषतया श्री रोहिणी सहित षोडश कलायुक्त चन्द्र देवता प्रसन्नार्थम ब्रह्म सावित्री उमा महेश्वर सहित सिद्धादि नक्षत्रादि नरकादि समस्तानां प्रसन्नार्थम कल्याणार्थम विशेषतया भगवान रोहिणी सहित चन्द्रमा तथा कृष्ण भगवान प्रीतये उमा महेश्वर प्रीतये दिव्य देवीनां देवानां प्रीतये विशेषतया अध्यय समस्त शुभ फल प्राप्ति पूर्वकम श्री विष्णु साहित्य मोक्ष प्राप्त्यर्थम तिलको तेल हो तिल तैलकता कति सुते बत्ती हो सप्त सूत्र तन्तु निर्मित कति छ सपाद लक्ष्य संख्यका यता लक्ष्याधिक संख्या वा कर्पूर युक्ता सुवर्ण वर्ती सहित राजत दिव पात्रो परिस्थापिता वर्तिका श्री लक्ष्मी नारायण प्रीतय प्रज्वलय समर्पयामये तत्रादो गणितान यथा संख्यान तिलान यवान अनुकलो धितान अनुलान अमुक संख्या दुर्वा अमुक संख्या पुष्पाणि बिल्लपत्र पुष्पाणि च अमुक दिव प्रीतय अर्थात् लक्ष्मी नारायण प्रीतय विष्णु प्रीतय रोहिणी सहित षोडश कलायुक्त चन्द्रमा प्रीतय समर्पयामये तत्सत् श्री कृष्णार्पणमस्तु भैमा राउदिनुस् या सुपगुणजी राउदिनुस् ल अब सुन्नुस् अन्यथा पुरै शब्द अरू परिवारले बाल्दिनु हुन्छ हरे हे ओम थिरो भव विद्वं आसुर भव भाज्यवर्ण पृथुर्भव सुखदस्तो मग्ने पुरी गवाहण नमस्तनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुबाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रक्षे दीपदान गो हरिहर भगवान को ल अब लाभार्थीहरूले दुम्को पारिदिनुहोस् यहाँ हजुर श्रीफल चाहिँ भगवानको थाहा पाइदिनु बनाउने यहाँ बनाउनु र यहाँ श्रीफल पनि छ श्रीफल सहित दिव्य सिद्ध पूजा यज्ञको भगवान चन्द्रमादेवको राधे कृष्ण 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 राधे 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 कृष्ण 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 राधे राधे उता कीर्तनको जुन लय छ त्यही लयमा भजन गाउनु है श्याम 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 राधे राधे कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण कृष्ण राधे राधे यो लिँदाखेरि हामीहरू पनि ट्याक्क लाइन लगाएर ट्याक्क जानु निक्ल्यो कृष्ण कृष्ण राधे 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 श्याम 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 राधे 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 कृष्ण कृष्ण राधे 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 श्याम श्याम राधे 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 श्याम श्याम राधे 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 कृष्ण
राधे कृष्ण 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 राधे 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 श्यामा राधे श्यामा 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 तर राधे कृष्ण 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 राधे 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 श्यामा साडीहरू है राधे श्यामा 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 राधे 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 कृष्ण राधे कृष्ण 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 राधे राधे श्यामा श्यामा राधे राधे हरे राम 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे राम 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे हरे राधे श्याम 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 राधे 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 कृष्ण 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 राधे राधे श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम 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 राधे राधे माता सारो तो हरे चतुर हो गए एकचोटि घुम्नु उहाँहरू ठ्याक्क आउँदा चित्त मिल्छ कि जान्छ चार भगवान श्री हरिको थापनामा अनिवार्य हो परिवार परिवार भन्दा धेरै कमाएर केही भयो अलिकति कमाउनु पर्छ ल चलाउनु पर्यो ल अब जयकार है एकचोटि एकदम दिव्य तरिकाले जयकार हुन्छ दुई तिनवटा साडी जतन गर्ने महिलाहरूले वरिपरि बत्ती बाल्ने सत्य सनातन धर्मको हरिहर भगवानको समस्त पुण्य धामहरूको समस्त पुण्य क्षेत्रहरूको
पुण्य पुरीहरूको हरिहर भगवानको 84 दिव्य महापूजा यज्ञको एकदम तिथिहरु भगवान गणा पितृको त्यो छेउ पूर्णचन्द्र पितृको लेफ्ट साइडको छेउ शशिधर पितृको अरु लोकनाथ पितृको हेलो अब एकैछिनमा ल आमाहरु बुझ्नु जानुभयो होइन नि त हो त्यहाँ कहाँसम्म भन्दा हो फलु पितृको प्राणधर पितृको हरीश्वर पितृको बलभद्र पितृको जगन्नाथ पितृको शिवराम पितृको वासुदेव पितृको प्रहलाद पितृको सदानन्द पितृको बालै जानुभयो अग्निधर पितृको दशरथ पितृको शशिधर पितृको विष्णु वल्लभ पितृको गनु पितृको गणपति पितृको ऋषिकेश पितृको ध्रुवानन्द पितृको हजुर मोहनलाल पितृको मोतीलाल पितृको हजुर टीकाराम पितृको लोकनाथ पितृको हजुर र समस्त पितृहरूको पितृ पत्नीहरूको नेपाल राष्ट्रको पशुपतिनाथ भगवानको मिथिला क्षेत्रको लुम्बिनी क्षेत्रको मुक्तिनाथ धामको गरौँ कालिका देवीको अकला देवीको सिद्ध बाबाको केदारनाथ भगवानको शिवालय धामको यहाँ दुर्गाको देवीको नाम के हो देवी पञ्चायतनको कतिको नाम के हो देवी पञ्चायत भगवती माताको झाँक्री भैरहरूको कुल देवताको इष्ट देवताको नाग देवताको स्थानीय देवताको केदारजीको गौ माताको पृथ्वी माताको समस्त 18 पुराणहरूको उपपुराणहरूको वेद वेदाङ्गहरूको राधे कृष्ण नाम संकीर्तन भजन मण्डलीहरूको भजन यज्ञको समस्त कर्ताहरूको कर्ताका परिवारहरूको कृष्ण कुमारी आमाको 84 महामहोत्सवको लक्ष्य दीपदानको लक्ष्य वर्ती यज्ञको 16 कला द्रोणी भगवानको ब्रह्म सावित्रीको भगवानको वैदिक सत्य सनातन धर्मको हरिहर भगवानको जयकार पर्ने सम्पूर्णहरूको गणपति महाराजको जय जय गरौँ काली माताको जय जय श्री राधेश्याम हर 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 महादेव शम्भो दुःख हर कष्ट हर पीर वर्का बाधा हर सुख शान्ति समृद्धि ऐश्वर्य प्रदान गर सहस्त्र चन्द्र दर्शनको कृपा प्रदान गर बम बम भोले ल अब आमालाई लिएर वरिपरिको बत्ती यसो पूजा गर्ने घुम्ने त्यहाँ चन्द्रमालाई अर्घ दिएपछि आजको यतापट्टिको विश्राम हुन्छ त्यहाँ बाँकी रहेका सबै भोलिबाट अब नाम सङ्गीत रमाउने भोजन प्रसादहरू गर्ने आनन्द लिने दीपेभ्यो नमः दीप सम्बन्धिभ्यो नमो नमः आफ्नो साडी हजुर अलि हेर्नु भएन साडी हेर्नु हजुर ल समस्तेभ्यो नमः नमस्तरन्ताय सहस्रमूर्तये सहस्रपादाक्ष शिरोरुबाहवे सहस्र नाम्ने पुरुषाय शाश्वते सहस्र कोटि युगधारे नमः समस्त दीपहरूको 84 भन्दा बढी दीपहरूको यहाँ देख्नुहुन्छ ल अब यहाँ लिप्दिनु पर्यो यसो ल बुहारी पार्टीहरू हजुर त्यति खनाइदिए पनि हुन्छ ल यसो रेखिदिनुहोस्
एउटा टोकरीमा एक मानो चामल। अनि यसो फुल दिउँ त, फुल फुल यहाँ पो राख्नु, राम्रो फुल यहाँ, फुल यहाँ राख्नु पर्छ, कसो टुक्रो फुल यहाँ राख्नु पर्छ, कसो टुक्रो फुल फुल राख्नुहोस् है। ल ल अब सुन्नु, यता अहिले होइन, पहिला फुल लिएर नमस्कार गर्ने। एउटा कुरो बुझ्नु पर्यो, चन्द्रमाको कला भनेको प्रतिपदामा थोरै हुने, द्वितीय तृतीय हुँदै बढ्दै बढ्दै गएर 16 भनेको पूर्णिमामा गएर पूर्ण हुने छ। पहिला अब औँसी पक्ष लास्ट यिनी घट्दै घट्दै गएर अँधेर रात हुन्छ। जीवनमा कहिले दुःख हुन्छ, कहिले सुख हुन्छ, कति दुःख पाइयो, कति सुख पाइयो, यावत हाम्रा जीवनका कर्महरू भोग्दै भोग्दै यहाँसम्म आइयो। हे प्रभु परमात्मा, एक महिनामा बल्ल एउटा पूर्ण चन्द्रमा पाइन्छ, त्यस्तै एक वर्षमा बल्ल 12वटा। 1000 पूर्णलाई 84 × 12 गर्दा बल्ल 1008 हुन्छ। आमाले त्यत्रो पूर्ण गर्नुभयो। यदि अवस्था यताउति तल भयो भने त्यो अधिक मास गर्भ सर्व जोडेर 82 वर्ष 6 महिनाबाट उता लिएर 83 वर्षबाट नि गर्न मिल्ने छ। तर 84 लाएर 84मा गरियो भने अझ राम्रो, आमाको 84 नै भयो होइन हो। त्यसपछि पूर्णमा पनि पूर्ण भयो। ए कति गते? ओहो, ठ्याक्कै चैतको जन्म 10 गते पछि पूर्णिमा दुर्गा पक्ष भगवानले हजुरलाई मुक्ति दिनु हुनुभयो। 10 गते 84 पुगेर 85मा सुरु पूर्ण चन्द्र भएछ। भगवान श्री हरिको, कृष्ण कुमारीको चन्द्रको शीतल हो कि आनन्द, शीतल शान्त 8 दिन भयो। अष्टसिद्धि पनि भयो। 1008 जस्तो 84 8 भयो। यस्तो राम्रोमा अब आमाले चाहिँ भगवान श्री चन्द्र देवतालाई प्रसन्नताको निमित्त अर्घ दिनुहुन्छ। हामी सबैको परिवारमा हामीले पनि 84 गर्न पाइयोस्, शुभ कर्म गर्न पाइयोस्, हाम्रा अङ्ग प्रत्यङ्गहरू कहिल्यै कुमार्गमा नजाउन्। विगतमा जे जस्ता कर्म राम्रा भए पनि नराम्रा भए भगवान हजुरमा हामीले अर्पण गर्छौँ भनेर भगवानको नाम लिऊँ र चन्द्रमालाई हेर नमस्कार गरौँ। ओम नाना सुगन्ध पुष्पाणि यथा कालोद भवानी च पुष्पाञ्जलमया दत्तं गिरिहाण परमेश्वर नमस्तो मृतरूपाय परमामृतपर्शिणे नाथ रोहिण्या प्रिय वल्लभ नमस्ते हररूपाय कला षोडशधारिणे त्वं व्रतं चरतामेव वरदः सर्वदेहिनां रोग मृत्यु मोदपात ग्रहदोष समुद्भवं ग्रह नक्षत्र मेरं च तथा वै सार्वकालिकं तत्सर्वं कुरुणा शान्ति ताराधीप नमस्तुते सुशान्तिर्भवतु। ओम मनु नमः शुभ्रां सवे तुभ्यं द्विजराज पते नमः रोहिणी पतये तुभ्यं लक्ष्मी भात्रे नमस्तुते। ओम श्री षोडश कलायुत रोहिणी सहित चन्द्रमसे नमः नमस्कारान् समर्पयामि। ल षोडश कलायुत चन्द्रमसे नमः पुष्पं समर्पयामि। ल आमा विद्यामालिनी, आमाले पुरै भन्नुपर्छ, नाति 84 पूर्ण कति समय पूर्ण गर्यो भन्नु त डराउनु भयो नि। ओम विद्यामालिनी चन्द्रिणी चन्द्रमुखी स्वाहा। थोरै अर्घ दिनु, थोरै ठिक हो अर्घ। ल अब आमाले अर्घको धारा चन्द्रमालाई हेर्छ। ओम छिरो ओम विद्यामालिनी चन्द्रिणी चन्द्रमुखी स्वाहा। ओम छिरो दानव सम्भूत अतिनेत्र समुद्भव अर्घं मया दत्तं परिपूर्ण नमस्तुते ज्योत्स्नाय पतये तुभ्यं नमस्ते ज्योतिषां पते नमस्ते रोहिणी कान्त अर्घ्यमे प्रतिगृहताम्। ओम श्री रोहिणी सहित षोडश कलायुत चन्द्रमसे नमः
विशेष अर्घ्यम समर्पयामि। ल फेरि हात जोड्नुहोस् फुलेर। व्रतम चरतामेव वरद सर्वदेहिनां रोग मृत्यु महत् पात गर शान्तिं कुरु समे कर नक्षत्र भेदं च तथा वै सार्वकालिकं तत्सर्वं कुरुतान् शान्तिं तारादीप नमोस्तुते। न्यूनातीतकर्माणि मया यानि कृतानि च क्षमस्व तानि सर्वाणि तारादीप नमोस्तुते। मन्त्रहीनं क्रियाहीनं विधिहीनं च सुरोत्तम यत् पूजितं मया देव परिपूर्णं तदस्तु मे। हजुर चन्द्रमाको फोटो लिनु त। चन्द्रमसे नमः, दिव्य रूपाय नमः, सिद्धिपतये नमः। ल अब यो चढाएको अर्घ पहिला आमालाई तीनचोटि आँखा लाउनु पर्यो, अरू सबैले अर्घ लगाएपछि अद्भुत भयो। फरक अब सबै लाउनु पर्यो। हरिः ओम तत्सत्सुरदेव हितं पुरस्तात् चक्रमुच्चारतः पश्येम शतघोषणो याम शरदः शतं प्रब्रवाम शरदः शतमदीनाः स्याम शरदः शतं भूयश्च शरदः शतात्त। ल अब धूपबत्ती नैवेद्य गरेर आजलाई विश्राम। स्मान् धूर्वदितं धूर्भयं भयं धूर्वामः देवानामसि परितमः शशितमं पवित्रतमं दुष्टतमं देवहुतानि सहित षोडशकलायुक्त चन्द्रमसे नमः धूपम् आग्रापयामि। ल अब बत्ती बाल्नु पर्यो। हेर भाइ। हरिः ओम चन्द्रमा मनसो जात चक्षुः सूर्यो अजायतः श्रोत्रात् वायु सप्राण समुखात् अग्निरजायत। ओम घृतवर्ती समायुक्तं वैनयुक्तं मया दीपं गृहाण देवेश त्रैलोक्यं तिमिरापहं षोडशकलायुक्त रोहिणी चन्द्रमसे नमः दीपं दर्शयामि। ल यसो हात धोएर सबै प्रकारका राम्रा मिठा नैवेद्यको आइटम। नरद्योः समव्रतत पदव्यां भो निर्दिशः श्रोत्रा तथा लोक अकल्पयन् तोदियं वस्तु गोविन्द तोपिल समर्पितं गिरिहाण सुमुखो भूत्वा प्रसिद्ध परमेश्वर षोडशकलायुक्त रोहिणी सहित चन्द्रमसे नमः नैवेद्यं निवेदयामि। ल तल राख्नुहोस्। अब आरती नमो नमः। ल देखाउनुहोस् यसो शङ्ख घण्टी बजाइदिनु उतापट्टि। ओम इदगो हविः प्रजननं मे अस्तु दशभिरगो सर्वगणगो स्वस्तये आत्मशनि प्रजा शनि पशु शनि लोक शन्य भय शनिः अग्निः प्रजां बहुलां मे करो त्वन्नं पयो रेतो अस्मा सुधत्ता। ओम उद्भयं तमसस्परिसः पश्यन्त उत्तरं देवं देवत्रा सूर्यमगन्म ज्योतिरुत्तमं पञ्चवर्ति समायुक्तं घृतेन ज्वलितं मया आरार्तिकं प्रदानेन सन्तुष्टि भव सर्वदा। त्वं ज्योति सर्वदेवानां तेजसां तेज उत्तमम् आत्मज्योति परं धाम दीपोऽयं प्रतिगृहताम्। ओम श्री रोहिणी सहित षोडशकलात्मने चन्द्रमसे नमः आरार्तिकं दर्शयामि समस्तेभ्यो नमः आरार्तिकं दर्शयामि। यसो घुम्नुहोस्। कर्पूर गौरम करुणावतारं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदय रविन्दे भवं भवानी सहित नामी। तल राख्नुहोस्। यसो जल घुमाउने आरतीलाई। ओम संगम देवतयं भ्रामितं संगमं परमहत्यं देपो हतो। ल यता तर्म उनम तनमा आपिण देखाउनु भयो। हे भगवान रोहिणी सहित चन्द्रमा हजुरलाई प्रेम भावबाट आरती देखाएका छौँ, स्वीकार गर्नुहोस्। अब आफूले लिनु शरदः शतगुण षोडयाम शरदः शतम श्याम शरद शतम भूय जस्तो सिद्धार्थ। ल यो चन्द्रमालाई देखाएको आरतीले आफ्नो जीवन दीर्घकालसम्म बाँच्न पाइन्छ है। त्यस्तो राम्रो शक्तिशाली आरती हो। इष्टमित्रलाई पनि देखाइदिनु। ल हात धोएर फुल लिनुहोस्। त्यहाँबाट त्यसको पुष्पाञ्जली गरेपछि विश्राम। पुष्पाञ्जली मया दत्त गृहाण परमेश्वर नमस्ते मृतरूपाय परमा मृतवर्षिणे जीव जगतां जयभूताय जीवदात्रे नमस्तुते जगत षष्ठ धाते जगत समितिकायिने शिवरूपाय शान्ताय मृत्युरोग विनाशिने नमस्तेस्तु निशानाथ रोहिण्ये प्रिय वल्लभ नमस्ते हररूपाय कला षोडधारिणे त्वं व्रतं चरतामेव परद सर्वदेहिनां
मृत्यु रोग मत पाप ग्रह दोष समुद्भवम ग नचित मेदम च तथा वै सार्वकालिकम तत्सर्वं कुर्ण शान्ति तारा दीप नमस्तुते सुशान्तिर्भवतु रोहिणी सहित षोडश कलायुक्त चन्द्रमसे नमः नमः शुभ्राम सवे तुभ्यं दिजराज पते नमः रोहिणी पतये तुभ्यं लक्ष्मी भात्रे नमस्तुते ओम विद्ये विद्ये विद्यामालिनी चन्द्रिणी चन्द्रमुखी स्वाहा जगत स्वरूपिणी रोहिणी सहित षोडश कलायुक्त चन्द्रमसेन मन्त्र पुष्पादि स्वरूपियामी ल यही राखिदिनुहोस् भगवान् रोहिणी सहित यसो गरे पनि हुन्छ यहाँ राखिदिनुहुन्छ यसो अर्पण गरिदिनु ल रोहिणी सहित षोडश कलायुक्त चन्द्रमसेन मन्त्र पुष्पादि स्वरूपियामी तत्सत् श्रीकृष्णार्पणमस्तु ल अब कृतेन विशेषतया अस्मत् मातु कृष्ण कुमारी देव्यः चतुराशीति सिद्ध पूजा अंतर्गत करिष्यमाण रोहिणी सहित चंद्र देवता प्रसन्नार्थम पूजादि कर्म तत्सत् रोहिणी सहित चंद्रमा प्रियन्ताम तत्सत् श्रीकृष्णार्पणमस्तु। हामीले प्रेम भावबाट गरेको पूजाले षोडश कलायुक्त रोहिणी सहित चन्द्रमा प्रसन्न होस् कर्म पुरा होस् हरि हरि ल
छ